कस्तो नराम्रो देखेको घर जाने हो घर लागेको हेर न के साह्रो कस्तो देखिरहेछ मलाई केही छैन अनि आज चाहिँ फर्स्ट डे हो फर्स्ट डे त अस्ति त तर म गएकै थिइनँ अस्ति चाहिँ हाम्रो यस्तो के भन्नु ब्रेक टाइप्सको छुट्टी त ब्रेक पनि कति हुन्छ बल्ल कलेज गएको थिएँ ब्रेक पो भइदिइरहेको क्या त्यो एक्जामले गर्दाखेरि अनि आज चाहिँ हल्का भ्लग बनाऊँ भनेर सोचेको नआएर ढिलो भयो केही छैन मेरो साथी चाहिँ पुगिसक्यो अरे अघि अहिले देखाउँछु तपाईँहरूलाई म यो आँखा चाहिँ कस्तो भइरहेछ कस्तो देखेको यस्तो गर्मी हुन्छ चाहिँ पसिना आइहाल्छ त्यही भएर स्किन केयर गर्नु धरि झ्याउ लाग्छ मेकअपको त पुरै छोडिदिउँ म त अल्छी लागिसक्यो यार जानु पनि यस्तो कति पछि बिहानै उठेको हिजो त म कति यति बेला सुत्दै थिएँ क्या 6:30 बजीतिर सुतेको हिजो निन्द्रा नलागेर कफी खाएको थिएँ साथीकोमा त्यही भएर अनि अघिपछि 7 बज्न आँटिसक्यो एउटा प्लेट छुटिसक्यो मेरो त के छैन तर पनि म जान्छु जानै पर्ने हुन्छ किनकि धेरै नै ग्याप भइसक्यो एक्जाम पनि आउन आँटिसक्यो होला चाहिँ मजाले जाउँ भनेर सोचेको अब चाहिँ कति 5-10 मिनट लाग्छ होला अझै पुग्नुलाई धेरैमा 10 मिनट हो अझै फेरि हाम्रो तल छ क्या क्लास कलेजको भ्यू उयो हो हाम्रो कलेज चाहिँ स्काई चाहिँ कस्तो दामी सनी भए पनि बिहानै नै यस्तो घाम छ दिउँसो के हालत होला आइपुगेँ कलेज चाहिँ म 7 बज्नु लाग्यो राङ्गे हो मेरो कलेज आए अङ्कल स्कुल टुर अनि भरे काम जानुपर्ने एनुअल सर अब एनुअल सरको पिरियड हो अल्छी लाग्छ यार मलाई त पढ्नै झ्याउ लागिरहेछ तलको रेड कलर होइन यता देख्नु पनि यो हाम्रो क्लास यहाँ चाहिँ फेरि के हो जिम अरे अब हाम्रो चाहिँ 3rd इयर 4th इयर 2nd इयर हाम्रो चाहिँ उतो प्लास्टिक राखेको साइडमा हो त्यही जान्छु अनि एकछिनमा देखाउँछु गाइस मलाई लाज लाग्छ ओइ कलेजको ड्रेस लाउनु पर्दैन के हो यो यहाँ हेर कलेजको लुगाको है नितिको चाहिँ उयो म्याचिङ रहेछ मर्निङ वक जाँदै आएको यस्तो देखेको यार भित्ता चाहिँ कस्तो मैला यहाँ हेर आयो न त तर कस्तो नराम्रो देखेको सिसाउनु चाहिँ नराम्रै देखो अरे इभेन्ट लाउनु अरे स्न्यापच्याटबाट पढाउँछु यहाँ हाम्रो क्लासको जाँदै हेर कलेज आउँदैन घरमा पढ्दै पास हुन्छ सरले यहाँ समोसा खुवाउने अरे सर आयो भन्नु त हामी कलेज आएकोमा होइन नितुले टप हानेकोमा होइन सर आज नितुले टप हानेको उपलक्ष्यमा नितुले पाउनु पर्ने हो चुप चाहिँ गाइज नितुले टप हानेकोमा नितु भोलि त रसबरी लिएर आउने तिमीहरू पनि 3टा लिएर आऊ म चाहिँ 6वटा होइन 5वटा के हो उसको मात्रै उसको क्यामेरा भएर उसको मात्रै राम्रो आउँछ हौ आइफोन हो नि त आइफोन होइन है
कोक किनिदिनु भन्दैछ यार के साह्रो भन्दै पैसा लिएर आइन बोले सर के हो यस्तो लास्टमा स्टुडेन्टलाई नै किनिमाग्दैछ के साह्रो टप हानेकोमा बिलमै हो सरलाई तिरेन होइन बिलमा एड के साह्रो आज हामी कलेज आएकोमा सरले समोसा किनिदिन अरे नीतिले कोक किन्छ अनि सरले समोसा र उतो के पुराम चप किनेर यस्तो कहाँ हुन्छ फेरि यो भएन है कोक खानु हुँदैन अरे स्प्राइट भन् न के चाहियो त तँलाई या फेरि आफ्नै संसार छ गाइस गीत गाइदो त नि तँ Anal sir, thank you Anal sir. Okay, all right, bye bye. किस सारो है किस सारो सर त पनि आयो भन्नु भनेपछि हाल हाय नानी हाय अनि आज यो नीतिको बाबा हो सरले पनि केही न केही किन्नु पर्यो है अब सरले त उसले चाहिँ पास गर्ने हो उसले पास गर्ने कि रेकर्ड टाइम गर्ने के भन्दाखेरि अब तपाईँको किनमा सकिएको छ टिकटक हुँदैछ या टिकटकरहरू मेरो फलोवर्स कति धेरै छ मेरो त छैन मेरो जस्तो छ फेरि आफ्नै छ गाइजहरूको नाच गाइजहरू के हेर्दैछ स्न्याप क्विन टिकटक क्विन ड्रामा क्विन मेकअप क्विन सबैको टाउको र पेट दुःखले हाम्रो साथीहरूको मलाई चाहिँ ला यसले टिचिङ गर्छ अरे है गाई चाहिँ म पत्ताउँदिनँ कि यसलाई ओपर गफ हान्छ यसको फेरि बिहे हुन आँटेको छ नि डक्टरसँग खोइ 9 बजे 8:50मा के को टिचिङ गर्छ खै टिचिङ गर्छ अरे प्रतिभा म त पत्ताइनँ गाइस पत्ताइनँ हाँस्दैछ यहाँ नितु सिङ्गर हुन्छ खै गीत गाउँछु भनेको थियो होइन मेरो भ्लगमा गाइहालिदिइहाल र भोलि रसगुल्ला भोलि त छुट्टी रहेछ पर्सि रसगुल्ला लिएर आउँछ है नितुसँग ट्युसन पढ्नु पर्ला यसो गाइस स्कुल भ्लग हो स्कुल यो छिटो आउँछ जनवरी अनि आज कस्तो लागिरहेछ फर्स्ट डे नै भनौँ हाम्रो राम्रो लागिरहेछ एकदम अब कन्टिन्यू होइन त साथी त्यही भनेको तर भोलि छुट्टी रहेछ कस्तो हामी आएको बेला जहिले यस्तै हुन्छ होइन यस्तै हुन्छ आयो कि त भोलिपल्ट छुट्टी हुन्छ के हुन्छ खै अनि तिम्रो त आउनै छोड्यो त हौ गाना त गाना गाउनु छोडिदिएको अब पढाइतिर लागेको गानाले रोकेको जस्तै 1 मिनटको सर्ट्स हालिरहेको हुन्छ छोडा टप्पर भएर त्यसो भने हो अब हामी यहाँ पानी खाना है हल्का टुर कलेज टुर यहाँ फेरि युकेको पानी भने फेरि युकेको पानी कस्तो दामी स्काई भइरहेको रहेछ यहाँ देख्दैन हो पुरा चलिरहेको थियो त टिकटकमा
एक्लै एक्लै कलेज आउँछ म चाहिँ भन्नुपर्ने अरे उसलाई हेर ओइ मैले तिमीलाई भनेको थिएँ नि फेरि कहिले अस्ति नि त सुरु किन कल गरेनौ दाँत लागिरहेको रहेछ गरेको जस्तो लाग्छ मेरो दाँत उयो लाग्यो त अब रेगुलर हो यस हाम्रो स्कुल कलेज चाहिँ तर दामी नै लाग्छ हौ मलाई ठुलो तिमी त पहिलेदेखि नै पढेको नि म नयाँ कलेज भएको जान्दा पनि थियो होला यहाँ यस्तो नआएर जाँदा पनि सरहरूले खिच्चा गरिराख्छ र मजा आउँछ अनि आज हामी कलेज आएको उपलक्ष्यमा फेरि खाजा पनि दिइहाल्छ क्या जहिले त्यही भएर महिना महिनामा आउनुपर्छ अरे क्या खुसी हुन्छ सर पनि अनि आउनु मन लाग्छ नत्र त अलिक अप्ठ्यारो हुन्छ नि त गाइस आज चाहिँ हामी आएर हो कि अब यस्तो राम्रो वेदर हो क्या वा नि त फोटो खिच्ने यस्तो छ है हाम्रो कलेज अब बल्ल बल्ल आएको खिचिदिइहालिदिउँ न यस्तो दामी वेदरमा भनेर गाइस हल्का सेल्फी हान्यो कलेजमा नेक्स्ट टाइम कहिले हो थाहा छैन त्यही भएर होइन नितु तर होइन अब त हामी आउने हो फेरि नितुले टप हाल्नु परेन सेकेन्ड इयर पास भयो हुन्छ अरूको पासै हुँदैन नि तिमी टप भएर तिमी फेल भयो भने पनि फेलमा पनि टप तिमी नै हुन्छ क्या अब स्कुल सुरु हुन आँट्यो कस्तो दामी उयो भइरहेको छ नितु चाहिँ के भन्छ सनस्क्रिन लगाएर आएन अरे अनि मलाई मेरो बिल्ला हाल्दैछ केही छैन सनस्क्रिन त लाउनुपर्छ क्या साथी यो थम्नेल हुन्छ नितु मेरो खिचेर डिपोर्ट स्कुल लाँथिरहेको छुट्टी भयो यहाँ चाहिँ हाम्रो क्लास यता सार छ हो अनि यस्तो के हो भित्ता त हाम्रो टोइलेटको यस्तो छ घर जाने हो लाज लाग्यो वा अनि सार छ भन्दै थियो त नि सिसमलाई चाहिँ उत्पात भइसक्यो त जम भनेर अघिदेखि के गर्छ ए प्रतिभा चाहिँ अघि गइसक्यो अब जाने हो पूजालाई अब माउदिन यिनीहरू त सरको नि बिल्ला हान्नु पर्छ नानो र गुन्थे पनि भर्खर आएको रहेछ यहाँ ओइ सबजना नहल्यो बाल छैन है नेसनल एन्थमको अब स्कुल स्टार्ट भयो सरले कराउनु हुँदैछ नि सरलाई किन खाजा खाँदैन सरलाई कोक किने कस्तो कोकै किने समोसालाई आलु थोपा चढायो मेरो दाखी निकालिदिएको जाठी आफू चाहिँ मैले के गर्यो गाडी सकेको छैन गाइस बाई गाइस अब चाहिँ हामी घर लागेको निसा हेर न हौ के साह्रो हेलो हेलो सवारी भयो अहिले सवारी भयो बाई बाई नितो साथी त्यहाँ आउने फ्राइडे भोलि छुट्टी रहेछ हराउनु पऱ्यो अङ्कल हाई भन्नु बाई बाई ल तिमी चाहिँ क्या म त आउँछु त मैले फोन गरेको होइन आज यस्तो गर्नुहुन्छ म ढल्न आइसकेँ अब चाहिँ सिधै घर जानुपर्ने हुन्छ घर गएर चाहिँ म बिहोस हुन्छ आज यस्तो तिर्खा लागिसक्यो त्यही हो आजको भ्लग बाई बाई